यो चाहिँ युएस धेरै पटक गइसके तर अमेरिका मेरो फर्स्ट टाइम हो भन्ने दिदीको लागि उनले हालसालै एउटा इन्टरभ्यूमा चाहिँ गरिबहरूले मात्र भ्रष्टाचार गर्छन्, धनीहरूले भ्रष्टाचार गर्दैनन्। उनीहरू त अलरेडी सम्पन्न हन्, यति धेरै सुन छ, यति धेरै पैसा छ, उनीहरूले भ्रष्टाचार गर्दैनन्। प्रश्न किन गर्नु पर्यो? यो भन्दा अगाडि उनीहरू मन्त्री थिएनन्, नेता थिएनन् भनेर उहाँले भन्नुभएछ। उहाँ दिदीलाई म केही डाटा र केही तथ्य प्रस्तुत गर्न चाहन्छु। 1970 को दशकमा मलेसियामा अब्दुल रजिक हुसैन भन्ने उहाँका प्रधानमन्त्री थिए। उनी लगभग 6 वर्षको लागि मलेसियाको प्रधानमन्त्री भए। त्यति बेलाको समयमा उनको नेटवर्थ लगभग 1 मिलियन अमेरिकन डलर थियो। हालको समयमा यो रकम 5 मिलियन डलर यानी कि 67 करोड जति हुन जान्छ। उनका छोरा नाजिब रजक पनि उनकै नक्से कदममा हिँडे। उनी पनि 2009 मा प्रधानमन्त्री भए। प्रधानमन्त्री हुनुभन्दा अगाडि उनको नेटवर्थ 8 देखि 10 मिलियन थियो, जुन चाहिँ नेपाली रुपैयाँमा 108 करोड हुन जान्छ। त्यहाँको जनताले पनि यसको त अलरेडी 8-10 मिलियन डलर ब्याङ्क ब्यालेन्स छ, यसले त भ्रष्टाचार गर्नै सक्दैन भनेर सोचे। तर उनीले पछि फेरि 1MDB स्किमबाट 5 खर्ब बराबरको भ्रष्टाचार गरे। 2022 मा मलेसियाको सुप्रिम कोर्टले यो कुरा थाहा पाए र 12 वर्षको लागि उनलाई जेल सजाय तोक्यो। यो कहानीबाट हामीले के बुझ्छौं भने कुनै पनि धनी व्यक्ति राजनीतिमा आयो भने त्यसले भ्रष्टाचारै नगर्ने भन्ने होइन र गरिबहरू जति सबैले राजनीतिमा आएपछि भ्रष्टाचार गर्ने भन्ने बिल्कुलै पनि होइन। उनले अर्को कुरा के भनिन् भने स्रोत किन चाहियो यो रकमको? उनीहरू यो भन्दा अगाडि मन्त्री प्रधानमन्त्री भएकै छैनन्, यो उनीहरूको पहिलो पटक हो। दिदीको लागि म एकचोटि भनिदिन चाहन्छु, भारतमा 1990 को दशकमा हर्षद मेहता भन्ने एकजना मान्छे थियो। हर्षद मेहताले 90 को दशकमा 5000 करोड भन्दा बढीको स्क्याम गरेको थियो र उक्त व्यक्ति कुनै पनि राजनीतिक पार्टीको नेता थिएन, मन्त्री थिएन, ऊ बाहिर बसेर बिजनेस गर्ने मान्छे थियो। हो यस्ता एक्जाम्पल त हामीसँग कति छन् कति। यो कुरा कहिले दुनियाँको सामु आउँदैन थियो होला, तर भारतको एउटा फाइनान्शियल जर्नलिजम गर्ने एक महिलाले यो कुरा पत्ता लगाएर बाहिर निकालिन् र आज विश्वभरि हामीलाई यो कुरा थाहा छ। यसले हामीलाई के पुष्टि गर्छ भने भ्रष्टाचार गर्नलाई 2 नम्बरी धन्दा गर्नको लागि सरकारमा मन्त्री, सांसद, मेयर हुनु पर्दैन। मान्छे बाहिर बसेर पनि बिचौलिया भएर गर्न सक्छ। हाम्रो नेपालमा पनि कति धेरै मान्छेलाई सहकारी काण्ड लागेको छ र तपाई जुन बालेन्द्र शाहको यति धेरै चर्चा परिचर्चा गर्दै हुनुहुन्छ, नेपालको कानून अनुसार जति जग्गा एउटा मान्छेले राख्न पाइँदैन त्यो भन्दा बेसी बालेन्द्र शाहसँग सम्पत्ति रहेको छ। साधारण सर्वसाधारण मान्छे भएको भए उसलाई कारबाही हुन्थ्यो, त्यो जग्गा राष्ट्रियकरण हुन्थ्यो, तर बालेन्द्र शाहमा के कानून लाग्दैन। अर्को कुरा, चुनाव ताका मालपानीको गाडी चढेको तपाईलाई याद छ कि छैन? एउटा विवादित बिजनेसम्यान जसले देशको कर छली गरेको देखि दुनिया आरोप लागेको छ, त्यो बिजनेसम्यानले 8 करोडको गाडी सिधैमा त तपाईँको नेतालाई चढ्न दिएन। यदि हामीले राजसभाका मान्छेले आज आएर यो तर्क दिन्छन् कि कमाउनेले चढ्छन् भने हिजोको मिन गुरुङको भाट भटेनी जलाउने राजसभाका कार्यकर्ता थिए, कति ठाउँमा थिए, कति ठाउँमा थिए। तपाईले हिजो अरू कसैले नि बिजनेस गरेको आफैले कमाएको भनेर तपाईले बुझ्नु भयो, तपाईले बुझ्नु भएन। त्यही कारणले गर्दाखेरि एउटा राजनीतिकको एउटा पोलिटिसियनसँगको सम्बन्ध नेपालमा हुँदैन। नेपालमा पक्कै पनि त्यो पैसा सहयोग गरे बापत सरकारसँग ठूलै रूपमा हर्जाना लिनको लागि गरेको भन्ने बुझिन्छ। त्यही कारणले सुरुमा तपाईको बालेन्द्र शाहले मालपानीको गाडी चढ्नुको रहस्य बताउनुस् अनि भन्नुहोला गरिबले भ्रष्टाचार गर्छ कि गर्दैन। प्रियंका दिदी, तपाईको सिनेमा हेर्ने टिकट किन्ने जनता नेपालको अधिकतम गरिब जनता हो। अलिकति हुने खाने धनी मनीले तपाईको नेपाली फिल्म हेर्दैन, उनीहरूले हलिउड मुभी हेर्छन्, हलिउड मुभी हेर्छन्, बलिउड मुभी हेर्छन् र कस्ता कस्ता खतरा सिनेमा घरमा गएर हेर्छन्। तपाईको मुभी हेर्ने 99% जनता गरिब जनता हुन्। आफ्नो मुभी चलाउन तपाईलाई त्यही गरिब जनतामा गएर प्लिज मेरो फिल्म हेर्दिनुस् भन्ने, तर तपाईले चाहिँ ती गरिब जनताको चाहिँ राजनीतिमा आउनु हुँदैन, यिनीहरूले त भ्रष्टाचार गर्छ भनेर तपाईले उसको अधिकार खोज्ने को हो? तपाईले माफी माग्नु पर्छ।